got so motherfucking design on right now. Bring it down, bring it down, bring it down. I got 3 whole thoughts to the गाई आज चाहिँ यो कुखुरा काटेर यो कुखुरा टक्क यो गिरिराजु त्यो कुखुरा काटेर चाहिँ टोटल्ली यसको रेसिपी बनाउने छु मैले लास्टसम्म हेरिदिनु होला। अनि फाइनली गाइस हाम्रो चिकन चाहिँ भुत्लाएर रेडी भइसकेको छ। यसको बोसो चाहिँ खत्रै छ जस्तो छ है। सो त यत्रो निस्क्यो यत्रो। पोले चाहिँ जोडी भइसक्यो। गाइस हाम्रो यो काटेको मासु होइन अन्डादेखि लिएर सबै छ। पछाडि हाम्रो चप गरेको प्याज, ग्रिन चिल्ली, टमाटो होइन अर्को भनेको यो पनि छ है। तेजपत्ताहरू अनि यो अलैँचीहरू के छ यहाँ, धनियाँ पनि छ होला। फाइनल्ली गाइस आगो चाहिँ बोलिसकेको छ। यसमाथि कराई आउँछ, कराईमाथि मासु आउँछ, त्यस पछाडि हाम्रो कुक स्टार्ट हुन्छ। तेल तात्तिए पछाडि चाहिँ हामीले चाहिँ यो जुन धनियाँ यो तेजपत्ताहरूको उस छ नि यो हालौँ है। एउटा खतरा पड्किन्छ यो। यो लगत्तै हामीले चाहिँ हाम्रो यो प्याज चाहिँ हालिदिइहाल्नु पऱ्यो। प्लस ग्रिन चिल्ली है। यसलाई अब यो प्याजलाई चाहिँ ब्राउन हुन दिउँ होइन। त्यो पनि धेरै काटेर यो ब्राउन भइसक्यो अलिअलि। यसलाई अलिकति ब्राउन हुन दिउँ। लगाइ चाहिँ ब्राउन भइसकेको छ होइन। त्यस पछाडि चाहिँ सुरुमा चाहिँ हाम्रो यो उसबाट चाहिँ यो अन्डा चाहिँ हालौँ। यो अन्डा चाहिँ यो फुटिहाल्छ कि त्यो कारणले गर्दाखेरि सुरुमा अन्डा हालौँ होइन। अन्डा एकछिन यसो फ्राई भइहाल्छ। अन्त त्यो उस गर्ने होइन कि फेरि धुजा हुन्छ। सो यसलाई चाहिँ यतिकै ठुल्ठुलो फ्राई गर्ने। अनि यो फ्राई भएको चाहिँ अनि यो हुने बित्तिकै चाहिँ त्यस पछाडि हामीले यहाँ मासु एड गर्छौँ है। आगोमा बनाएको चाहिँ स्वादै छुट्टै आउँछ। त्यही भएर म चाहिँ आज चाहिँ आगोमा बनाइरहेको छु होइन। नर्मली किनेर ल्याएको अब ब्रोइलर कुखुराहरू भएको भए चाहिँ अब उसमै बनाउनु हुन्थ्यो। तर यो लोक आफ्नै घरमा पालेको कुखुरा भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ आगोमै पकाएको है। अलिकति मिठो टेस्ट आउँछ भनेर। लगाइ चाहिँ फ्राई भइसकेको छ होइन। अब चाहिँ हामी यसमा चाहिँ यो मासु एड गर्छौँ होइन। हेर्नु यहाँ बोसो छ तेल डह्रो निस्किन्छ जस्तो। एउटा अन्डा चाहिँ यस्तो भुटिसकेको कि अन्डा फुट्यो कि
फुटे पछाडि फेरि यो कस्तो हुन्छ कि यसलाई चाहिँ हेरौँ हामी चाहिँ अब मजाले भुट्नुपर्छ होइन 10 देखि 15 मिनट आनन्दले अब भुट्ने होइन जबसम्म अलिकति अब रातो हुँदैन त्यति बेलासम्मको लागि भुट्ने अन्डाको अन्डा लगाइस मासु चाहिँ अलिअलि फर्ममा आइसकेको छ होइन अनि यसको चाहिँ मैले बेसेर हाल्छु नुन पनि मैले अहिले नै हालिदिइहाल्छु होइन यसलाई मजाले चलाउने छु पहिला पनि मैले यो ढेँडोको रेसिपीहरू धेरै रेसिपीहरू बनाएको छु होइन त्यो पनि गएर एकचोटि हेरिदिनु होला मैले यहाँ साइडमा चाहिँ भिडियोको त्यो लिङ्क चाहिँ राखिराखेको हुन्छु नत्र लास्टमा यो भिडियो हेर्नु लास्टमा चाहिँ लिङ्क आउँछ होइन लगाएर एकछिन चाहिँ यसलाई अब यत्तिकै राखिदिउँ होइन लगाएर यसलाई चाहिँ हामीले एकछिन छोडिदिउँ होइन पाक्नु दिउँ छोडिदिनु त छोपेर छोडिदिन्छु है म चाहिँ त्यसको लागि भाइ मासु चाहिँ अहिले यति छोपेर उस गर्ने बेलामा चाहिँ यसलाई चाहिँ मिडियम हिटमा पकाउनुपर्छ है फेरि एकछिन यसलाई मिडियम हिटमा उस गरेर छोडिदिउँ होइन फेरि अझै पनि पाकिरहेको छ छोडिदिइसकेको थिएँ चाहिँ एकदम हेर्दाखेरि नि देखिन्छ अब त्यसलाई फेरि मैले हाई हिटमा पकाउनेवाला छु होइन अब चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ लोकल मसला हाल्ने बेला आयो होइन लगभग अब चाहिँ यो रातो भइसकेको छ होइन यस्तो मजाले पाकेको छ है यो चाहिँ लोकल मसला है
बवाल भएको छ। लगाइ चाहिँ यसलाई चाहिँ पाक्नु दिउँ होइन मसलालाई, त्यस पछाडि फेरि म भेट्छु तपाईँलाई। हाम्रो चाहिँ मासु चाहिँ अब अलमोस्ट रेडी नै भइसकेको छ होइन। कालियाली ग्रेभी पनि छ भात खानको लागि होइन। अब यसपछि म टमाटर हाल्छु होइन। अझै ग्रेभी निस्किन्छ योबाट। अनि त्यस पछाडि चाहिँ म बल्ल खाना खान्छु। लगभग अब दिउँसोको 1-2 बज्न लागिसकेको छ। अझै पनि म पकाएर बसिरहेको छु होइन। एकछिन यो टमाटरलाई पाक्नु दिउँ। त्यस पछाडि हाम्रो चिकन रेसिपी रेडी हुन्छ गाइस। ल एकछिन भेट्छु। गाइस टमाटर पनि पाकिसकेको छ होइन। अब चाहिँ हाम्रो चिकन रेसिपी भनौँ, चिकन चाहिँ रेडी भइसक्यो। रेडी भयो गाइस हो हाम्रो चिकन चाहिँ। आजको भिडियो चाहिँ यति नै हुनेछ। फेरि अर्को नयाँ भिडियोहरू लिएर आउने नै छु होइन। हजुरहरूको साथ सपोर्ट पाएँ भने यो भिडियोलाई एकदम मजाले राम्रोसँग हेरेर तपाईँहरू पनि यसरी नै बनाएर खानु होला भन्ने आशा गरेको छु। अनि लाइक र कमेन्ट गर्न चाहिँ नबिर्सिनु। सब्सक्राइब त तपाईँले गरिहाल्नुहुन्छ भन्ने आशा छ। त्यति भन्दै हस्त गाइज आज चाहिँ म बिदा लिन चाहन्छु। बाई बाई।